म्याथ सिक्नलाई मैले टिग्रा यहाँ सिक्छ त टिग्रा मैले त्यो बहिनीको टिग्रा यहाँ म्याथ सिक्नलाई कापी कलम राखेर सिक्नु पर्यो क्या उत्तर सतर्कताका साथ उहाँहरू चाहिँ अहिले बसिराख्नु भएको छ जिब्रो टाइममा लरबरी क्या क्या कहना क्या चाह रहे हैं भाई आप? म्याथ सिक्ने हिसाब किताब सिकाइदिन्छु म्याथ सिक्ने जोड घटाउ सिकाइदिन्छु म्याथ सिक्ने त्यो गीत मैले सुने होइन म्याथ सिक्ने भयो भन्ने होइन युट्युबबाटै हटाउनु पर्ने चाहिँ मलाई के पनि लागेको छैन त्यसले भन्छन् राति किन बोलायो भन्छ क्या ट्युसन पढ्ने नै कि बिहान हो कि बेलुकै हो क्या सेक्सी टिचर भनेर राख्नु पर्थ्यो सेक्सी लेडी टीचर अहिले तो हाम्रो प्रियंका कार्कीको गीतलाई भइरहेछ नि मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ मैथ सीखने भए सबलाई जित्ने भए गणित सीखने भए रुको जरा सबर करो मैथ सीखने भए हिसाब सीखने भए हिसाब मीन्स 1 2 3 गो 1 2 3 मैथ सीखने भए मैथ सीखने भए यस्तो हो नि त म्याथ सिक्ने भए हो क्या कोरियोग्राफीमा हेर हो क्या नि सिमरान हजुर अलिकति कोरियोग्राफीमा चाहिँ मलाई खल्नु लाग्यो म्याथ सिक्ने भए रानो नेक्स्ट है त सुत्ने बेलामा एकदमै कम्फर्टेबल लाग्ने पहिरन के हो दुर्गेशलाई के लाएर सुत्छौ नाङ्गे सुत्छ भन्दा नि मिल्छ त्यसो मलाई यो सोध्न एकदम इन्ट्रेस्टिङ लाग्छ कि म्याथ्स ने भए आइज मेरो घरमा ट्युसन पढाइदिन्छु मलाई हेरे भरमा कण्ठ गराइदिन्छु मैथ सीखने क्या बोला तूने मैथ सीखने भए अभी मजा आएगा ना भिड़ो और अभी तो रुको क्लाइमैक्स अभी बाकी है 1 2 3 गो मैथ सीखने भए सबलाई जित्ने भए ट्युसन पढाइदिन्छु बेलुका घरमा आए यु आर नटी बोय You are haughty boy, you are dirty boy. मैथ सीखने तेरी माँ चापत्ती क्या ये क्या बक रहे हो मादरचोद मेरो स्वर भइरहेछ भन्न नलाउ इन्टरभ्यू रोकेला फेरि क्या छ यार जसले यसलाई बिहान गर्नु भनेर यो गीतलाई बिहान गर्ने भनेर आवाज उडाइरहेछ नि घरमा मोबाइलमा तिनीहरूले ब्लु फिल्म हेर्छन् हामीलाई थाहा छैन त्यस्ताले पो यो के भन्छ नि ढोङ्गीहरूले हो क्या ढोङ्गीहरूले गर्ने राजा ज्ञान सकिन अरू सक्छ यहाँ A few moments later. राजा हट्यो यार बाबा नसक्ने मैले के छ जनता साथ दिन्छ हटिहाल्छ प्राय केटीहरूको चाहिँ यो बच्चा कोरोले बसे यो लाम्टा किन आउँछ तपाईहरुले बिहार दिने त हो भन्दा नि ध्वस्त पार्यो भनेर होइन मैले खालि के भन्नु भने बिहा गरेर बच्चा पाएकोहरू पनि कस्तो मेन्टेन गरेको छु के मैले युरोपमा देखाएको छु बुढीहरू म यस्तो दामी बिहा गराउँछु एउटै उठाएर राम्रो जस्तो हुन्छ है त्यसमा तपाईँ आज भारतको इशारामा चल्ने नेता होइन जनता जान्न चाहन्छन् बताइदिनु यस्तो वाहियात कुरा न तपाईँ प्रश्नै गलत छ भारतले भनेर तपाईँले पार्टी फुटाएको होइन प्रचण्ड सरकारी गरेको होइन यो गलत कुरा गर्दै नगर्नुहोस् तपाईँ गलत यस्तो वाहियात प्रश्न नगर्नुहोस् त क्या क्या कहना क्या चाह रहे हैं भाई आप के लाएर सुत्छौ नाङ्गे सुत्छ भन्दा नि मिल्छ होइन कस्तो
उसलाई चाहिँ के पनि नभन्नु है। हेर्नु अझै बिहा गर्ने बेला भइसक्यो, डुल्या छ खाछ। के भयो त तेरो बाबु खान्छ? म टुरमा गएँ त्यसपछि उहाँ हुनुहुन्थ्यो छोरीसँग। ह्यान्डसम केटा बिहा गरेपछि कहिले काहीँ चिन्ता लाग्छ है, कतिपय युवतीले मन पराइदिएला कहाँ लिएर जाला भन्ने लाग्छ नि। दाइ म पनि त राम्रै छु नि त। केटीले हामीले ल पहिला बच्चा पाऊँ एन्ड देन विल डिसाइड भनेर छोडिदिएको थियो कि। सो देन म लेबरमा गएँ अनि मेरो डेलिभरी भयो। डेलिभरी भइसकेपछि चाहिँ बेबी लाइक मैले पाउनुभन्दा अगाडि नै बच्चाको फोटो लिक भयो कि। कैसे हो सकता है खान? अनि यस्तो रामीबाट हिँड्छ केटाले त पुरा बाटोमा पुरै आँखा लाउँछ होला है। अन्त म खासै पालिदिन्न। कहिले काहीँ होइन स्कुलमा उनीहरू गीत पढाउने के लाएर सुत्छौ? नाङ्गे सुत्छ भन्दा पनि मिल्छ। कसरी जन्मिनु भएको अरे? म उल्टे जन्मेको भरे, टाउको अड्केको भरे। ये क्या हो गया? रोइरहनु भएको थियो त अस्ति। खै रुएन गरे, म त झऱ्यो होला भन्दाखेरि त टाउको अड्केको गरे, त्यसपछि फेरि तानेर निकालेको गरे। तपाईँलाई मन नपर्ने मान्छेको नाम भन्नुहोस्। खै मन नपर्ने मान्छे त बितेर गइसक्यो, बितेर गएको मान्छेको नाम के भन्ने हो? भइ बिहा। को हुनुहुन्थ्यो र? त्यो जो बिते त्यही हो। मन नपर्नुको कारण चाहिँ? अब त्यसले मलाई के भन्थ्यो नि, त्यही भएर मरि जाओस् भनेको त मरो। काम छैन काज छैन त्यतातिर मरे घर आउनु पर्छ। श्याम दाइ सानो बेलामा कस्तो स्वभावको हुनुहुन्थ्यो नि? खै म सानोमा सानै थिएँ के अरे। अब दुई पैसा बुद्धि नभएका केटीहरू के गरेर खान्छन् कुन्नी? छोरी बन्न पनि लाजै मर्दो। यी दुईटा खुट्टा पसार्छु, हातले डम डम मुसेर खान्छु। तपाईको यो अमेरिका कति हो पछाको? अमेरिका चाहिँ मेरो फर्स्ट टाइम हो। म यहीँ बसेर 6 इयर्स यहाँ बसेर फर्किसकेपछि चाहिँ युके युएस यताउति धेरै गयो, तर अमेरिका चाहिँ आउने जुरेकै थिएन कि। अच्छा तिमीले मेरो माया बुझ्दैन होला कि? बुझ्छु लाटा। घर पनि जानै मन लाग्दैन। अब च्यानतिर जाने बेला भयो नि त। I mean, what's your academic qualification? I mean your educational level. रेड लेबल, ब्ल्याक लेबल, ब्लू लेबल चाहिँ चाख्या छैन।